안녕하세요. केजी कोरियन भाषा कलङ्की काठमाडौँदेखि आज पनि सदा जस्तो EVS टपिक बुकको 44 च्याप्टर लिएर उपस्थित भइसकेका छौँ। आजको च्याप्टरमा के छ त भन्दा थोमोक सिगोङ भनेको छ। थोमोक भनेको सिभिल इन्जिनियरिङ, सिगोङ भनेको निर्माण। सिभिल इन्जिनियरिङ निर्माण सम्बन्धी आजको च्याप्टर रहेको छ। जस्तै बाटो, घाटो, पुल, कुलेसा हैन, पुलहरू भए त्यो निर्माण सम्बन्धी चाहिँ आजको पूरा च्याप्टर रहेको छ। यहाँ हामी तल गइयो भने देख्न सक्छौँ। यहाँ खुल्चाक एस्काभेटरले चाहिँ यहाँ खनेर पाइपहरू गाड्ने अथवा ढल निर्माण गरिरहेको चित्र हामी चाहिँ देख्न सक्छौँ। अनि तलपट्टि गयो भने यहाँ भनेको छ साङसु थोकानोल भनेको छ। साङसु थोकान भन्ने बित्तिकै पानीको पाइप है, पानीको पाइपलाई सल्ची हाल्दै जडान गर्ने बेलामा मोल के कुरालाई छि या देयो के कुरामा सावधानी हुनुपर्छ भनेर एकजनाले सोधेको छ। अनि अर्कोले भन्छ फेरि नुसुगा, नुसु भन्ने बित्तिकै के हो त पानीको चुहावट है, पानी चुहावट भन्न सक्छौँ। पानीको चुहावट चाहिँ फाल्सेङ आजी आन्दोलन भनेको पानीको चुहावट नहुने गरी अथवा देखा नपर्ने गरी ग्वानोल अथवा ख्वानोल भनेको पाइप है, पाइपलाई चाहिँ छाल राम्रोसँग एङ्गेल हेयादेऊ राम्रोसँग जोड्नुपर्छ। पानी नचुइने गरी के त राम्रोसँग जोड्नुपर्ने हुन्छ भनेको छ। अब मुन्बकमा छ व्याकरणमा अयागेत आयागेत भन्ने कुरा छ। यो चाहिँ नु पर्ला भन्ने कुरा है, नु पर्ला भन्ने बराबर। अनि अर्को दोरोक छ, यो चाहिँ ने गरी। यसको थप कुरा चाहिँ हामीले तल गएर अझ अध्ययन गर्छौँ विस्तृत रूपमा। अनि यहाँ भनेको छ अहुई, शब्दार्थमा चाहिँ छुनसल ख्वाल्लेन अहुई भनेको छ। छुनसल भन्ने बित्तिकै पानी सफा गर्ने काम है त, पानी सफा गर्ने काम, पानीलाई सफा गर्ने काम सम्बन्धी चाहिँ शब्दार्थहरू राखेको छ। अनि अर्को छ साङ आसुदो भनेको खाने पानी अनि ढल, खाने पानी र ढल है, खाने पानी र ढल। सिगोङ भनेको निर्माण, ख्वाल्लेन भनेको सम्बन्धित अहुई शब्दार्थहरू राखेको छ। अनि यता मुन्डोवा भनेको संस्कृति, छङ्गो भनेको जानकारीमा के दिन खोजे त हामीलाई जानकारी भन्दा हाङ्गुके कोरियाको थेखिमो भनेको ठुलो स्केलको, थोमोक सिगोङ भनेको छ सिभिल इन्जिनियरिङ निर्माण है। कोरियामा चाहिँ ठुला स्केलका सिभिल इन्जिनियरिङका निर्माण चाहिँ के भयो त भनेर त्यसको बारेमा जानकारी दिन खोजिरहेको छ। ल तलपट्टि जाउँ हामी। अब हाक्सुक भनेको अध्ययन भइहाल्यो, अध्ययन। मुख्य भनेको उद्देश्य है। यो च्याप्टर हामीले पढ्नुको उद्देश्य चाहिँ के हो त भनेर यहाँ दुईटा कुरा दिएको छ, दुईटा वाक्य। छुनसल छागपे भनेको छ त्यो पानी सफा गर्ने कामको बारेमा चाहिँ मुदको सोधेर थेदावाल सुइत्ता एन्सर दिन सक्छौँ भनेको छ। अनि अर्को छ साङ आसुदो, साङ आसुदो भनेको खाने पानी तथा ढलको, सिगोङ निर्माण, ख्वाजाङे भनेको प्रोसेस है। ख्वाजाङ भनेको के रहेछ त प्रोसेस अथवा प्रक्रिया, प्रक्रिया है, प्रक्रिया थे बारेमा मालाल सुइत्ता कुराकानी गर्न सक्छौँ भनेको छ। ल अब अहुई शब्दार्थ एकमा छुनसल ख्वाल्लेन अहुई भन्ने बित्तिकै पानी सफा गर्ने सम्बन्धी मिनिङहरू राखेको छ। अब पहिलो छ हुप भन्ने बित्तिकै माटो, थोसा भनेको यो बालुवा मिसिएको माटो है, बालुवा मिसिएको माटो। अनि अर्को छ छिम्जनमुल भन्ने बित्तिकै त्यो खोला खोल्साखाल्सीमा तलपट्टि लेदोहरू हुन्छ नि, त्यो लेदोलाई भनेको है छिम्जनमुल भन्ने बित्तिकै लेदो, लेदो है, अथवा सेतो टल्किने बालुवासितको माटो है, लेदो अथवा सेतो टल्किने बालुवासितको माटो, त्यसलाई लेदो भन्न सक्छौँ हामीले। अनि अर्को छ सुरो, सुरो भन्ने बित्तिकै जलमार्ग अथवा नहर भन्न सक्छौँ है, नहर हेर्नु त यो के हो त नहर, पानी सिँचाइको लागि एउटा चाहिँ नहर बनाएको छ, त्यसैलाई सुरो भनेको छ। अर्को छ फेरि छुनसल हादा भन्ने बित्तिकै पानी सफा गर्ने, पानीभित्र रहेका बेकार चिजहरूलाई के गर्छ त्यहाँबाट खुल्गनेदा गरेर यता राखेको छ यो बोटमा। अनि यसरी चाहिँ पानी सफा गर्ने कामलाई के भन्दो रहेछ छुनसल हादा। अनि अर्को छ साइता, साइदा भनेको चाहिँ साइदा भनेको के त थुप्रिनु। अब त्यो बर्खायाममा चाहिँ के हुन्छ त भन्दा माथि पहाडी एरियाबाट चाहिँ माटोहरू बगेर अनि त्यो ढुङ्गाहरूसँग पिसिँदै के हुन्छ त त्यहाँ त्यो माटो साथै त्यो ढुङ्गा पिसिएको त्यो टल्किने कुराहरू चाहिँ सबै के हुन्छ जम्मा हुन्छ पानीमा आएर होइन। अनि यसरी चाहिँ
यसरी यहाँ देख्नुभएको छ, यसरी चाहिँ जम्मा भएको छ, त्यसैलाई चाहिँ साइदा भनेको। अनि अर्को छ फनेदा। अब त्यही कुरालाई के गर्ने त, फनेदा खनेर निकाल्ने हैन, खनेर निकाल्ने अथवा उबाउनु पनि भन्छ। फनेदा भनेको उबाउनु। कहिलेकाहीँ हामीले झोल हुन्छ, झोललाई फनेदा यसरी उबाउन पनि सक्छौँ नि। पानी हुन्छ, पानीको जर्किन अथवा ठुलो हैन पानीको भाँडोबाट चाहिँ यसरी फने गर्न सक्छौँ, पानीलाई भयो। अनि अन्य कुराहरूलाई जस्तो चिनीको ठुलो बोरा छ भने त्यसलाई फने गर्न सक्छौँ हैन, फने गर्न सक्छौँ, त्यसलाई उबाउने पनि भन्न सक्छौँ। अनि अर्को छ छेका आधा। छेका आधा भनेको हटाउनु, खुल्को नेदा भनेको सोर्नु है, हटाउनु अनि सोर्नु। अनि अर्को छ थोसानु छरियादा भन्ने बित्तिकै त्यो माटो हैन बालुवासित मिसिएको माटोलाई चाहिँ छरियादा व्यवस्थापन गर्नु भनेको छ। अब यहाँ भनेको छ पारादुरिदा। पारादुरिदा अथवा हुबीबाधा भनेको के रहेछ त भन्दाखेरि पारादुरिदा हुबीबाधा भनेको त्यो पानीलाई चाहिँ मोटर लगाएर तान्ने कामलाई पारादुरिदा भन्छ अथवा हुबीबाधा। यस्ता चुस्नु, चुस्नु अथवा तान्नु भन्ने मिनिङ है, पानी तान्नु अथवा चुस्नु भनेको है यसको अर्थ चाहिँ। अनि अर्को छ मुरुल पुरिदा, पानी छर्कनु भन्ने कुरा हो। अनि अर्को छ मुरुल पेदा, पानी निकाल्नु। अब तलपट्टि हाछन भन्ने बित्तिकै खोल्सा खाल्सी खोला भन्न सक्छौँ हामीले, नदीको सानो रूप है, खोला अथवा खोल्सा। अनि अर्को छ खोआब भन्ने बित्तिकै उच्च प्रेसर, हाई प्रेसर भनेको छ नि। खोआब भन्ने बित्तिकै उच्च प्रेसर। खो भनेको के रहेछ त उच्च, हाई भनेको उच्च, उच्च। अनि आम्न्यक भनेको के हो त भन्दाखेरि आम्न्यक भनेको प्रेसर हैन, उच्च। अनि आम मात्रै राखेर आम्न्यकको आब राखेर उच्च प्रेसर भन्ने है। अनि अर्को छ होसु। होसु भन्ने बित्तिकै पाइप है, यो के हो त पाइप, पाइप। अनि अर्को होसु आयो भने यो चाहिँ ताल भन्ने कुरा हो चाहिँ। यो होसु आयो भने यसरी टी वाला, यो चाहिँ ताल भनेर बुझ्नुपर्छ। अनि ताक्ता गादा। ताक्ता गादा भनेको कडा हुनु है, कडा हुनु, मान्छे कडा हुनु अथवा जमिन कडा हुनु, ताक्ता गादा। यसको फान्दै के हुन्छ त भन्दाखेरि यहाँ तल पनि लेखेको छ फुदुरक्ता, नरम हुनु। ताक्ता गादा कडा हुनु, फुदुरक्ता नरम हुनु। अनि अर्को छ मिरुदा। मिरुदा भनेको समय सार्नु हैन, पोस्टपोन गर्नु, समय सार्नु। जस्तो आज भनेको काम आज भएन, भोलिलाई सार्यो भने त मिरुदा भयो। अनि अर्को छ खुयक। खुयक, छियक भनेको क्षेत्र है, खुयक छियक भनेको क्षेत्र। अनि अर्को नानुदा। नानुदा भनेको बाँड्नु, बाँड्नु, टु डिभाइड भनेको छ। छुमुन र्याङ भन्ने बित्तिकै अर्डर गरेको मात्रा। अर्को छ हुरुदा। हुरुदा भनेको बहनु, पानी बहनु, बिजुलीलाई पनि हुरुदा भन्छ। अनि अर्को छ फेरि हुरिदा। हुरिदा भन्ने बित्तिकै बादल लिनु भन्ने कुरा हुन्छ, बादल लिनु अथवा मौसम खराब हुनु। अस भनेको तुरुन्तै, झट्टै, तत्कालै भन्न खोजेको। खुथोङ्गान त्यो अवधिसम्म। अनि अर्को फुदुरक्ता नरम हुनु। फम्फु पम्प भइहाल्यो। खुत्ता भनेको जम्नु है, खुत्ता भनेको जम्नु अथवा कडा हुनु। यो खुत्ता चाहिँ के रहेछ जम्नु अथवा कडा हुनु, जम्नु अथवा कडा हुनु है, कडा हुनु। अनि अर्को चाहिँ हामीसँग अर्को खुत्ता छ, यो खुत्ता चाहिँ के हो त भन्दाखेरि कोर्नु है, कोर्नु भन्ने हुन्छ यसको मिनिङ, कोर्नु। अब तलपट्टि जाउँ हामी, यहाँ भनेको छ आल्माजुल खसुल, मिल्ने कुरालाई खोल्ला रोजेर फुगी वा काची उदाहरण जस्तै थेवारु लार्सागासे संवादलाई पुरा गर्नुहोस् भनेको छ। फनेदा भनेको के रहेछ त उबाउने अथवा खनेर निकाल्ने। छेगा आधा हटाउनु। अनि अर्को छ पारादुरिदा। पारादुरिदा भनेको चुस्नु अथवा के त मोटरले पानी तान्नु। पुरिदा छर्कनु भन्ने मिनिङ हो। अब यिनै मिनिङलाई राखेर हामीले तलपट्टि पुरा गर्नुपर्ने हुन्छ, उदाहरणमा जसरी गराएको छ त्यसै गरी है त। अब यहाँ हेरौँ, उदाहरणमा भनेको छ गाले छिन्जन मुरी। छिन्जन मूल भन्ने बित्तिकै के रहेछ त भन्दाखेरि पानीभित्र भएको त्यो लेदो माटोलाई भनेको है छिन्जन मूल। मानुन्ते भनेको धेरै भएकोले, अत के हाल्का यो कसरी गर्ने, के गर्ने हैन, पानीभित्र के छ त छिन्जन मूल चाहिँ धेरै भएकोले के गर्ने, कसरी गर्ने होला भनेर सोध्दैछ एउटाले। अनि अर्कोले भन्छ हुबिम होसुरो भन्ने बित्तिकै त्यो तान्ने पाइपद्वारा चाहिँ पारादुरिप्सिदा भनेको छ। पारादुरिप्सिदा भन्ने बित्तिकै के गरौँ त त्यसलाई तानेर निकालौँ।
अनि त्यस्तै गर्नुपर्ने हुन्छ। पारादुरी त यहाँ गइसक्यो, अब हामीसँग 3टा रह्यो। एकमा हेरौँ त गाले भन्छ हाछाने, हाछान भन्ने बित्तिकै त्यो खोल्सामा अथवा खोलामा। सुफुरी, सुफुल भन्ने बित्तिकै त झाडी है, सुफुल। सुफुल भने के रहेछ त झाडी है, झाडी। अनि हामीले कहिलेकाहीँ सुप, सुप भनेको जङ्गल है, सुप भनेको जङ्गल। यहाँ के भन्यो त हाछाने, त्यो खोल्सामा अथवा खोलामा चाहिँ सुफुल झाडी चाहिँ धेरै भएकोले अतके हल्कायो कसरी गर्ने, के गर्ने भनेको छ। अब नाले भन्छ सुफुरुल, त्यो झाडीलाई के गरौँ भन्नु पर्यो त, बैसिदा उसिदा लगाउनु पर्यो। के गरौँ त्यो झाडीलाई, छेग आप्सिदा हटाऊ भन्नु पर्यो है। त्यो झाडीलाई चाहिँ हटाऊ, छेग हादालाई हाप्सिदा, छेग हाप्सिदा बनाउनु पर्यो। अनि अर्को छ 2मा गाले भन्छ हाछन फादा के भनेको छ, हाछन त्यही खोलाको भुइँमा चाहिँ टाकटा गान्दै कडा भएकोले अतके हल्कायो कसरी गर्ने भनेको छ। त खोलाको भुइँमा चाहिँ कडा भयो, कडा भएकोले चाहिँ कसरी गर्ने भनेको छ। नाले भन्छ फेरि खुवा बसुरो भनेको उच्च प्रेसर भएको पाइपद्वारा मुरुल पानीलाई के गरौँ त पुरिप सिधा भन्नु पर्यो है। पानीलाई पुरिदालाई पुरिप सिधा गराउने है, पानीलाई छर्क्यौँ भन्नु पर्यो। अनि 3मा छ गाले भन्छ हाछन फादा के, त्यही खोलाको भुइँमा हैन थोसागा भन्ने बित्तिकै त्यो बालुवासित मिसेको माटो चाहिँ मानी सायानन्दी धेरै थुप्रिएकोले अतके हल्कायो कसरी गर्ने, के गर्ने भनेको छ। नाले भन्छ थोसारुल, त्यो माटो त्यो बालुवालाई चाहिँ के गरौँ त खनेप सिधा उभाएर निकालौँ अथवा खनेर निकालौँ भन्नु पर्यो है, फनेप सिधा यसरी चाहिँ गराउनु पर्यो है। ल सार्नु भएको छैन भने सार्नु होला। अब मुन्ब व्याकरण 1मा आयागेत अयागेत भनेको छ है। नु पर्ला, नु पर्ला भन्ने व्याकरण हो। जस्तै अया, आया है, अनि यया, हेया, अनि बफाचिन छ भने वया प्लस गेसयो भनेको है। यो नु पर्ला भनेको है। यहाँ के छ त, यो अया, आया, यया, हेया, वया जहाँ जहाँ लाउन सिक्नुहुन्छ, जान्नु भएको छ त्यहाँ लाउनु पर्ने हुन्छ। बफाचिन छ भने वया गेसयो, अनि हादा छ भने हेया गेसयो, यी इन्डिङ छ भने यया गेसयो, अनि ओरा आ छ भने भवेल ओरा आ छ भने आया गेसयो, अन्य छ भने अया गेसयो भनेर लगाउनु पर्ने हुन्छ। ल तलपट्टि जाउँ। आयागेत अयागेत कुन चाहिँ थोङ्सा क्रिया हेङ्युङसा भन्ने विशेषणमा पुच्छ टाँसेर मारानुसारामे भनेको छ। मारानुसाराम पुरा गर्ने मान्छेको सेङ्गागुल सोच विचारलाई चाहिँ कुन्द रो भनेको छ। त्यसको सोच विचारको आधारमा साङ्वागी भनेको छ अवस्थालाई अतके कसरी थ्वेया हाल भनेको छ कसरी हुन्छ भन्ने कुरा खसिरहेको हुन्छ भनेर भन्ने छुछुगुल, छुछुक आमोल भनेको छ अनुमानलाई नाथानेन्दा प्रकट गर्छ भनेको छ। क्रिया विषयमा लागेर पुरा गर्ने मान्छेको सोचलाई आधार मानेर अवस्था चाहिँ कसरी हुन्छ भन्ने कुरालाई के गर्छ त छुछुक आम भनेको छ अनुमान गर्ने कुरालाई चाहिँ देखाउँछ भनेर भनेको छ। अब यहाँ यो लगाउन मैले अघि माथि पनि सिकाइसकेँ कसरी लगाउने भन्ने कुरा। फादालाई के गराए त फाया गेस सहयोग, फादा भनेको खन्नु भयो, फादा र खेदा भनेको खन्नु होइन। फादा भन्ने बित्तिकै दा हट्यो अनि फाया गेस सहयोग खन्नु पर्ला। अनि अर्को छ सत्ता भनेको घोल्नु, सकया गेस सहयोग भन्ने बित्तिकै घोल्नु पर्ला। अनि अर्को छ छरी आधा व्यवस्थापन गर्नु, छरी हेया गेस सहयोग व्यवस्थापन गर्नु पर्ला। ल तलपट्टि जाउँ। उदाहरणमा छागर जाने भनेको छ कार्यस्थलमा नेम्सेगा गन्ध चाहिँ चुम सिमेस अलिकति कडा भएर छाङ्गुनुल झ्याललाई यरया गेस सहयोग झ्याललाई खोल्नु पर्ला हैन। कार्यस्थलमा चाहिँ गन्ध कडा भएर के गर्नु त झ्याललाई खोल्नु पर्ला। अनि अर्को छ युसुफसी, युसुफजी कङ्क्रिट थासल भनेको छ कङ्क्रिटलाई खनाउने, खनाउनु छने भनेको अगाडि, कङ्क्रिटलाई खनाउनु अगाडि छल्गुनुल भनेको रडलाई ख्यालसोक हेया गेस सहयोग के गर्नु पर्ला त त्यो रडलाई चाहिँ जडान गर्नु पर्ला।
अनि गाले भन्छ नेइल भोलि सेबेके भनेको सबेरै सुल्गुन हेयादेव भोलि सबेरै के त काममा जानुपर्ने हुन्छ प्रस्थान गर्नुपर्ने हुन्छ भनेको छ। नाले भन्छ खुरे हो र ओनुल इल्चिक आज चाहिँ छिट्टै छाया गेन्ने हो सुत्नु पर्ला अथवा सुत्नु पर्ने भयो नि भनेको छ। ल यता टिपमा फेरि के भन्यो भने अयागेत आयागे सुन थोङसाए पुछ्या भनेको छ। क्रियामा जोडेर मारानुन साराले कुरा गर्ने मान्छेको खागान उइजी भनेको छ बोलियो राय भनेको छ। उइजी भनेको राय है, उइजी उइगन यो के हो त राय। खाङ हादा भनेको बोलियो हो नि त, खाङ हादा भनेको बोलियो हुनु, खागान भनेको बोलियो भएको राय अथवा मनसायलाई नाथा नेन्दा देखाउँछ प्रकट गर्छ भनेको छ। जस्तै उदाहरणमा छेगो भनेको स्टक चाहिँ छङ्नी हाल भनेको व्यवस्थापन गर्ने सारामी मान्छे चाहिँ फुजो गानीका अपुग भएकोले छेगा मैले अथवा म खाया के त म चाहिँ के गर्नु पर्यो त खा फयागे चाहिँ म चाहिँ जानु पर्ला भनेको छ। यहाँ छेगो छङ्नी हाल सारामी भनेको छ स्टक चाहिँ व्यवस्थापन गर्ने मान्छे चाहिँ अपुग भएकोले छेगा म खा गया गेस सयो जानु पर्ला भनेको छ। म जानु पर्ला मान्छे चाहिँ अपुग छ भनेर आफ्नो के त मनसायलाई चाहिँ अलिकति बलियो बनाएको, आफ्नो त्यो रायलाई चाहिँ अलिकति बलियो बनाउँदाखेरि यसको प्रयोग गरिन्छ भनेर यता पनि भनिसकेका छ। ल यसको अझै थप अभ्यास गरौँ हामीले तल आएर। यहाँ भनेको छ एकमा आल्माजुन फसुल मिल्ने कुरा खोल्ला रोजेर फोगेवा खाची उदाहरण जस्तै थिवार भाषासँग सम्वादलाई पुरा गर्नुहोस् भनेको छ। खनेदा भन्ने बित्तिकै उगाउने अथवा खनेर निकाल्ने, मिरुदा समय सार्नु, पुरिदा छर्कनु, छागा बाधालाई काम गर्नु है। अब यिनै कुरालाई हामीले तलपट्टि ल्याएर राख्नुपर्ने हुन्छ। जस्तै उदाहरण हेरौँ, गाले भन्छ छुन्सल हेयादेल भनेको छ त्यो पानी सफा गर्नुपर्ने कोसी ठाउँ चाहिँ चोम नल भयो अलिकति फराकिलो छ। नलता भनेको फराकिलो फराकिलो छ भने एकजनाले नाने भन्छ पुरा त्यसो भए खुयाकुल भनेको त्यो ठाउँलाई क्षेत्रलाई चाहिँ नानो छ भनेको बाँडेर छागा भेया गेस सहयोग काम गर्नु पर्ला भनेको छ। एउटा चाहिँ छागा भादालाई छागा भेया गेस सहयोग बनाइसक्यो है। हामीले चाहिँ त्यही अयागेत आयागेत लगाउनु पर्ने हुन्छ यिनीमा। अब एकमा गाले भन्छ होसु फादागे, होसु भन्ने बित्तिकै के रहेछ त त्यो तालको फादाको जमिनमा चाहिँ छिम्जन मुरी भनेको त्यो लेदो माटोहरू चाहिँ मानी सायन धेरै थुप्रिएछ नि त भन्दैछ। अनि नाले भन्छ खुल्चाकिरो एक्सकाभेटरद्वारा छिम्जन मुरुल, त्यो छिम्जन मुल त्यो कचडा माटोलाई चाहिँ के गरौँ त खनेया त्यसै के गर्नु पर्ला खनेर निकाल्नु पर्ला भन्नु पर्यो है। खनेया गेस सहयोग के गर्नु पर्ला खनेर निकाल्नु पर्ला अथवा उबाएर निकाल्नु पर्ला। अब दुईमा छ गाले भन्छ फेरि हाछन फादाके, हाछन भन्ने त्यही के भयो त खोलाको फादा भनेको भैमा नगु धेरै ताकताक हान्दै हो धेरै कडा भयो भन्दैछ। त्यो खोलाको तल जमिनमा के भयो त एकदम कडा भयो भन्दैछ। नाले भन्छ खुरम त्यसो भए खुवा बसुनु भनेको उच्च प्रेसरको पाइपद्वारा मुरुल पानीलाई के गर्नु पर्ला त यो त गइसक्यो, पानीलाई के गर्नु पर्ला पुरेया गेस सहयोग भन्नु पर्यो है। पानीलाई छर्किनु पर्ला, पुरिदालाई पुरेया गेस सहयोग है छर्किनु पर्ला। अब अर्को छ फेरि तिनमा गाले भनेको छ ओनुल आज हारु छोगिल भनेको छ दिनैभरि भनेको है। दिनैभरि हारु छोगिल भन्यो भने दिनैभरि फिगा ओन्दाको यो पानी आउँछ भनेर भन्यो अरे। आज चाहिँ दिनैभरि पानी आउँछ भनेर भन्यो भन्दैछ। नाले भन्छ खुरम त्यसो भए कङ्क्रिटरुल कङ्क्रिटलाई थासरुल भनेको छ कङ्क्रिट खनाउने कामलाई चाहिँ नेइलो भनेको छ भोलि के गरौँ त आज पानी आउनु रहेछ त्यो कङ्क्रिट खनाउने कामलाई के गर्नु पर्ला त भोलिलाई मिरुया गेस सहयोग भन्नु पर्यो, भोलिलाई सार्नु पर्ला भनेको छ है। मिरुदालाई के भनेको त सरी मिरुदालाई मिरोया गेस सहयोग बनाउनु पर्यो है। भोलिलाई सार्नु पर्ला भनेर यसरी बनाउनु पर्यो है। मिरोया गेस सहयोग भोलिलाई सार्नु पर्ला। ओके यसरी गराउनु पर्यो। अब यहाँ दुईमा भनेको छ दुईमा फोगी वा खाची उदाहरण जस्तै आल्माजुल बसुल मिल्ने कुरालाई यङ्गेल हागो भनेको छ जोडा मिलाएर मुन्जागुल सुसियो वाक्यलाई के गर्दा लेख्नुहोस् भनेको छ। पहिले चाहिँ जोडा मिलाउने कुनमा मिल्छ अनि यहाँ उदाहरणमा दिएको छ यस्तै प्याटर्नमा चाहिँ हामीले वाक्य बनाउनु पर्ने हुन्छ। जस्तै यहाँ हेर्दा फोगी एकमा चुमुट्यानी मात्रा अर्डर गरेको मात्रा धेरै हुनुलाई केमा लगाए त छागाफुल
सदुरुदा काममा हतारिनु भनेको सदुरुदा भनेको हतारिनु है। काम अथवा अर्डर चाहिँ धेरै आएको छ अनि काममा हतारिनुमा के गरेछ त जोडा मिलाएको छ। जस्तै उदाहरण फेरि यहाँ बनायो छुड्यानी मानुनिका निकाउनिका लगाए त्यो अर्डर गरेको मात्रा चाहिँ धेरै भएकोले छागबुल कामलाई सदुलले आगेसयो हतारिनु पर्ला काम चाहिँ अलि छिटो गर्नु पर्ला भन्ने कुरा गरेको छ। अब एकमा छाजे भनेको सामग्री फुजोक आधा अपुगोनु है यसलाई बनाऊ हामीले छाजेगा फुजोक खादा है फुजोक आधालाई फुजोक हानिका है फुजोक हानिकालाई यस्तो लेख्न सकिन्छ होला फुजोक हानिका के भयो त सामग्री चाहिँ अपुग भएकोले के गर्नु पर्ला त छाङ्गो यसो खाद्य वाया गेसयो गोदामबाट लिएर आउनु पर्ला गराउनु पर्यो नि त छाङ्गो यसो खाद्य वाया गेसयो खाद्यलाई खाद्य वाया गेसयो लिएर आउनु पर्ला गोदाममा गएर लिएर आउनु पर्ला। अब त्यस्तै दुईको तपाईहरुले गराउनुस् मुरी छाल हुरुची आन्था अरे पानी चाहिँ राम्रोसँग नबहनु अरे। अब के गर्नु पर्ला त हाछन छुनसब हादा हाछनलाई के गर्नु पर्यो त सफा गर्नु पर्यो हो त्यो हाछन खोलालाई चाहिँ के गर्नु पर्यो त सफा गर्नु पर्ला भनेर लगाउनु पर्यो। जस्तै अनि अर्को छ छेपुमी सामान चाहिँ सोनसाङ थेल्छु इत्ता अरे सोनसाङ भनेको के त क्षति अथवा फुट्ने कुरा हो सामान चाहिँ क्षति हुन सक्नुलाई के त वानछुङजेरो खोजाङ आधा मानेर लाग्नु वानछुङजेरो खोजाङ आधा भनेको वानछुङजे भनेको के त भन्दाखेरि त्यो टुटफुट हुन्छ कि भनेर साइडमा हाल्ने फर्महरु गद्दाहरुलाई के भन्छ त वानछुङजे त्यसद्वारा चाहिँ खोजाङ गर्नु पर्ला प्याकिङ गर्नु पर्ला भनेर ल्याएर लाउनु पर्यो। अब 4 मा छ मुल्ते मुने पानीको कारणले छागा भागी हिमदुल्दा अरे पानीको कारणले काम गर्न गाह्रो हुनुलाई के त गाह्रो भएकोले के गर्नु पर्ला त मूलबुद्ध पेयागेसयो पानी के त निकाल्नु पर्ला सुरुमा पानी निकाल्नु पर्ला भनेर यसरी यही प्याटर्नमा निक्का उनिका लगाउने अया गेसयो लगाएर तपाईले यहाँ फिलअप गर्न सक्नुहुन्छ है।